हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग। आजको भ्लगमा सबैजनालाई स्वागत छ। आज चाहिँ म काममा जान लागेको छु। यो आएर चाहिँ यसलाई नखाउरी चाहिन्छ कि यो इम्पोर्टेन्ट हो कि यो फोहोरहरू फ्याँक्नको लागि चाहिन्छ कि त्यो स्टिकर टाँसेर फाल्यो भनेदेखि पैसा लाग्दैन नि त। अनि म चाहिँ डाइरेक्ट उदेलोमा आएको त कस्तो चिलिक्कै कस्तो भयो यार। यहाँनिर कस्तो झाडी जस्तो थियो। अहिले त हाम्रो घरनिर यहाँ सर्लक्कै फाँडेर कति राम्रो नयाँ बनाएको थियो। हिजो यो पुरै घाँस काट्दै थिएँ। अनि म चाहिँ अब काममा जाँदैछु साथीहरू। अब बिस्तारै बिस्तारै गएर आज चाहिँ मेरो 2 बजेबाट 10 बजेसम्म छ। 6 बजे 5, 5:30 अथवा 6 बजेतिर ब्रेक हुन्छ होला। त्यही नै यस्तो छ हाम्रो चाहिँ। रेड लाइट बल्यो, म चाहिँ बाटो क्रस गरिदिइहालेँ। दामी गाडी आयो यार त्यहाँनिर। मैले खतरा गाडी जिटिआर हो क्या, निसान जिटिआर हो जस्तो लाग्यो। कस्तो हरिब गाडी छ यार। त्यही नै हो। अहिले खिचिहालेँ। काट्नु चाहिँ मिल्दैन, गयो टोकियोमा गयो। दामी 2टा गाडी एकैचोटि पास भइदिएर। अनि त्यसपछि आज चाहिँ काममा कस्तो हुन्छ के हुन्छ थाहा छैन साथीहरू। अनि जहिले नि नयाँ मान्छे हुन्छ नि यार, यस्तो झ्याउ लाग्छ। अनि मैले चाहिँ 3 दिन एक ठाउँमा, अनि 2 दिन चाहिँ अर्को ठाउँमा काम गर्छु नि त। अनि सबभन्दा लामो सिफ्ट फेरि यता अर्को ठाउँमा काम गर्छु, नयाँ ठाउँमा। अनि त्यहाँ चाहिँ के हुन्छ भने सबैजना नयाँ एभ्रिडे नयाँ मान्छे आइरहेको हुन्छ। अनि मलाई कस्तो काम गर्न एकदम अप्ठ्यारो फिल हुन्छ क्या त्यहाँ चाहिँ। त्यही भएर अब त्यहाँ गएपछि थाहा हुन्छ आज को हुन्छ के हुन्छ थाहा हुँदैन कि त्यहाँ। त्यही भएर त्यहाँ चाहिँ दिउँसोको 5 ट्याक्कै 6 बज्यो। म चाहिँ ब्रेक टाइममा थिएँ। अनि खाजासाजा खाएर भ्याएँ। अहिले यहाँ बसिरहेको। अब जाने हो फेरि छिर्ने हो। 5 बजेबाट 6 बजेसम्म ब्रेक थियो। खाजासाजा खाएँ। अब छिर्छु। अब चाहिँ 6बाट 7 अनि 8, 9, 10 अब चाहिँ 4 घन्टा। आज लास्टै प्याक थियो, मलाई लास्ट ल्याउनेर थियो। अब 4 घन्टा जसो तसो कटायो भनेदेखि त। अनि त्यसपछि घर मलाई फेरि रुगा लगाइरहेको के। अनि रुगाले कस्तो नाक उ भइरह। घरभन्दा कामबाट निस्केपछि चाहिँ अनि बाहिर यस्तो घुमेर अनि त्यसपछि घर जानु पर्ला। त्यही गर्ने गाइस। बाई बाई। अहिले कामबाट निस्केपछि भेटौँला। कामबाट निस्केँ साथीहरू। कामबाट निस्केर पनि यता तल बाहिरपट्टि आइसक्यो। अब म चाहिँ अब जान्छु त्यहाँ यस्तो राउन्ड हान्न जान्छु। अनि यहाँ चाहिँ यस्तो छ माहौल। मान्छेहरू छैनन्, रात भएर नि होला। खासै मान्छे नै छैनन् के बजार एरियामा। अनि पसलहरू नि सबै बन्द भएको छ। यहाँ चाहिँ फुल पसल रहेछ, कस्तो राम्रो बिरुवाहरू रहेछ। सबै बेर्नाहरू 280 समथिङ 600 300। कस्तो राम्रो फुलहरू रहेछ। त्यहाँ सनफ्लावर पनि रहेछ। कति धेरै फुल रहेछ नि त्यहाँ। कस्तो राम्रो रहेछ। अब म चाहिँ यहाँ यो सेयुबाट भित्र जान्छु। अनि डङ्की हो त्यतिर गएर अनि सामानहरूको यसो मूल्य हेर्छु। डिस्काउन्टमा केही छ कि त साथीहरू। केही नि हुन्न खासै त, तर केही रहेछ भने यसो लिएर उठाइदिउँ न भनेर। त्यहाँ गएपछि थाहा हुन्छ। केही न केही त हुन्छ कि जहिले नि डिस्काउन्टमा राखिरहेको हुन्छ कि यसरी। यता चाहिँ फुड कर्नर जस्तो रहेछ। खानेकुराहरूवाला एरियामा आएको क्या म चाहिँ। अनि यहाँ चाहिँ सबै खानेकुराहरू छ। ब्रेडहरू छ, यिनीहरू छ तल यसरी राखेको। कस्तो राम्रोसँग राखेको। यस्तोमा पानी सस्तो पाइन्छ नि, पानीहरू जुसहरू यस्तो छ फेरि हालत। अनि त्यहाँबाट वाइनहरू 1400, 2200, 3000। ग्रेप वाइन जुस हो, वाइन हो, ग्रेप वाइन रहेछ। दामी वाइन रहेछ। अनि फेरि के हो फिस। नाइस।
यो चाहिँ रामेनहरू बनाउने बेलामा राख्ने सुपहरू हो। त्यहाँबाट यो चाहिँ ऊ के भन्छ तोफु, जापानिज तोफु, के अरे याको भन्छन् तोफु, चिसो चिसो सही मिठो हुन्छ अरे। मैले चाहिँ खाएन राम्रोसँग, मलाई त मन परेको थिएन एकचोटि ट्राई गर्दाखेरि। जुसहरू यसरी छ अनि त्यही हो। म चाहिँ फर्किन्छु साथीहरू, बाई बाई। अब घरमा गएपछि भेटौँला। यहाँ चाहिँ खासै त्यस्तो केही इन्ट्रेस्टिङ छैन, पहिला पनि आएको थियो नि त, त्यही भएर स्टेसनमा आएर झरिसकेँ। अनि खासै केही पनि छैन क्या त्यो स्टेसन। हाम्रो एरियामा चाहिँ खासै त्यस्तो साह्रो पसलहरू धेरै केही छैन। अनि भएको पसलहरू पनि सबै बन्द भइसक्छ नि त। अनि केही पनि हुँदैन क्या यसरी। अब हिँड्दै हिँड्दै जानु पऱ्यो। भेन्डिङ मेसिनहरू चाहिँ छ अलिअलि। अनि छेउमा हाइवे छ, गाडी हिँडेकै गर्छ के, अरू खासै त्यस्तो केही पनि छैन। गाडीहरू चाहिँ एकदम धेरै हिँड्छ अनि मान्छेहरू हिँड्छन् अलिअलि यता। त्यही हो, दिउँसोमा चाहिँ मान्छे धेरै हिँड्छ, रातिमा त त्यही मान्छे पनि हुँदैनन्। यहाँ चाहिँ फुलबारी छ, कस्तो राम्रो फुलबारी छ। सधैँ म यहाँनिर आएपछि अनि यो अलिकति माथिबाट एउटा पहेँलो टाइपको हुने फुल छ। हो रि हो, यसको स्मेल चाहिँ एकदम दामीवाला स्मेल हुन्छ क्या। अनि मलाई एकदम मनपर्छ क्या। अनि बिहानमा स्कुल जाने बेलामा चाहिँ योबाट पानी राखिरहेको हुन्छ, पुरै वहाँ परसम्म पानी राखेको हुन्छ। अनि यो हाइवेमा चाहिँ कुनै बेला चाहिँ यसरी हिँडिराख्नुपर्छ। अनि के एकदम राम्रो गाडीहरू जाने। अनि त्यो बाइकहरू पुरा साउन्ड यस्तो सातो लानी गरेर ठुइ यस्तो स्पिडमा जान्छ, दाम डेन्जर हुन्छ। हेरेर बस्नु एकदम रमाइलो हुन्छ। Find my way to you. Yeah, I want to find. ढाँटिसकेँ गाइज, म चाहिँ घर आइसकेँ। अनि आज चाहिँ खासै इन्ट्रेस्टिङ केही पनि भएन। अनि आजको भिडियो एकदमै छोटो भयो, 3-4 मिनटको भए। त्यही भएर चाहिँ आजको भिडियो चाहिँ यहीँ एन्ड हुन्छ। बाई बाई। लास्टसम्म हेरेकोमा धन्यवाद।